नमस्कार मित्रहरू, हामी समाधान समस्याग्रस्त क्षेत्रका समुदाय हौँ। यथार्थमा पहिचान खुलाउनु पर्दाखेरि समग्रमा पीडित नेपाली नागरिक हौँ। हामी सम्पन्न चाहन्छौँ, अभावै अभावमा प्रभाव पारेको परिवेशमा छौँ। सरकार पनि त्यस्तै खालको समूहलाई हामीले चुनेका छौँ। जानी जानी होइन, अन्जानमा हो। पुराना दलहरूलाई नेपो किड्स, नेपो बेबी आदि ट्याग लगाएर नयाँ गोल्डन किड्स अथवा गोल्डन बेबीहरूलाई हामीले चुनेर पठायौँ। यिनीहरूको अलरेडी पहिलेदेखि सुन कमाउने धन्दामा लागेकोहरूलाई हामीले सत्तामा पठाएका छौँ। यसको परिणाम के हुन्छ? हामी अझ थप गरिबीको चपेटामा पर्ने निश्चित छ। एउटा कुरा, देश निर्माण र समृद्धतर्फ हामीले परिकल्पना गर्नु भनेको सबैभन्दा महत्त्वपूर्ण भूमिका आर्थिक पाटो हुन्छ। अब आर्थिक पाटोमा भन्ने हो भने हामीसँग कल कारखाना छैन, उद्योग धन्दा छैन, उत्पादन छैन। हरेक क्षेत्रमा हामी पछाडि परेका छौँ। यो विषयमा हामीले अलिकति ध्यान दिन सकेन, त्यतातिर अलिकति योजना अगाडि बढाउन सकेन भने हामी योभन्दा अझ गहिराई र दलदलमा फस्नेछौँ। यो विषयमा हामीले ध्यान दिने हो कि भन्ने विषयमा हामी छलफल गरौँ र सरकारलाई पुरै विरोध गर्ने भन्ने होइन, विरुद्धमा सँगसँगै हामीले मद्दत गर्ने हो। तर जसले सुन्नु पर्यो यो कुरा, सम्बन्धित निकायमा र सम्बन्धित क्षेत्रमा दक्ष र भिजन खाका भएको व्यक्तिलाई हामी पठाउनु पर्ने हुन्छ। बल्ल हामीले गरेको आशाको प्रतिफल पाउनेछौँ। तर हामीले अहिले पुराना वृद्ध नागरिक नेताको विकल्पमा अनभिज्ञ, अल्लारे, उरनठेउले जस्ताहरूलाई हामीले पठाएका छौँ। यिनीहरूबाट हामीले चाहेको जस्तो परिवेश र परिकल्पना बेकार छ। यिनीहरूले अब पनि केही गर्छ कि भन्ने हामीले खोक्रो आश्वासनमा बाँच्नुभन्दा हामीले नयाँ तौर तरिकाबाट समग्रमा राष्ट्रिय शुभचिन्तक बनेर चिन्तनको विषयमा समेटेर हामी अब एकचोटि छलफल पो गर्ने हो कि बहस पो चलाउने हो कि मूलत हामी दल भन्ने दलगत दलाल प्रथामा हामी नराम्रोसँग यो पुँजीवाद फसेको छ। यो पुँजीवाद प्रथाबाट हामी कसरी निकास पाउने, कसरी उकास्ने भन्ने विषयमा हामी केन्द्रित रहेर छलफल बहस चलाउनु जरुरी छ। विशेषतः सबैले यो विचार पुर्याउन सक्छ र पुग्ने छ भन्ने पनि होइन, तर सम्बन्धित मूलवासी समुदाय रैथानेहरूले यो विषयमा अलिकति गम्भीरतापूर्वक सोच्नुपर्ने जरुरी छ। यसलाई तपाईँहरूले ध्यान पुर्याउनु होला। गल्ती गर्नेले गरे, गैर जिम्मेवारी निभाउनेले निभाए, तर हामीमा पनि अलिकति जिम्मेवारीको एउटा जीवित छ कि भन्ने सोच लिएर हामी अगाडि बढौँ भन्न चाहे। धन्यवाद।